नमस्ते। हजुर नमस्ते। हजुरको नाम के हो? मेरो रूपलाल ओली। के यता काम गर्नुहुन्छ? हजुर म यहाँ सेक्युरिटी गर्छु। हजुरलाई म दुईटा क्वेसन सोध्छु, एउटाको एन्सर दिनुपर्छ है त। ओके ल, क्वेसन सोध्छु है म। प्रमोद खरेल कि राजु लामा भोइस अफ नेपालको गायकहरू हो होइन, तपाईँले एउटा रोज्नु पर्यो भने कसलाई रोज्नुहुन्छ? मेरो लागि त दुईटै राम्रो क्या। तपाईँको लागि दुईटै राम्रो हो, तर एउटा रोज्नु पर्यो भने? होइन, मेरो लागि दुईटै बराबर। कसैलाई रोज्नुहुन्न तपाईँ? कसैलाई निष्पक्ष गर्ने होइन, मेरो लागि दुईटै बराबर हो। नेपाली खाना र विदेशी खानामा तपाईँलाई कुन खाना मन पर्छ? खाना त नेपाली खाना नि। नेपाली खाना। एउटा नेपाली खानाको केही नाम भन्नुहुन्छ? नेपाली खाना त अब गाउँघरतिरको आँटो गुन्द्रुक भन्ने हुन्छ नि। हजुर। गाउँघरतिरको सिस्नो। हजुर हजुर। अब अर्ग्यानिक चिजहरू नेपाली खाना नै त्यही त हो नि। हजुर, तपाईँलाई त्यो मनपर्छ। अनि पानीपुरी र चटपटी खानुहुन्छ? मलाई त्यो मनै पर्दैन। मनै पर्दैन। खानेहरूलाई के भन्नुहुन्छ तपाईँ? यो भर्चक नखानु होला। त्यो नखानु होला, खायो भने तपाईँलाई राम्रो गर्दैन, राम्रो स्वास्थ्यमा राम्रो हुँदैन भन्ने। ओके, लास्टमा है त ल, राजेश हमाल र निखिल उप्रेतीमालाई एउटा तपाईँले रोज्नै पर्छ अब। राजेश हमाल मलाई त धर्म सङ्कटमै पार्नु भयो त के? धर्म सङ्कटैवाला ग्याप हो क्या तपाईँको। ओके, तपाईँलाई बेस्ट कुन लाग्छ? अब राजेश हमाल भनिदिउँ न यसमा। ल ल, थ्याङ्क यू सो मच। ओके, यस्तो लाइक गरिदिनु न।